हेलो एभ्रिवान, सोफिया फुला धेरै पछि वेलकम टु माई मिनी ब्लग। आज चाहिँ सुनिता स्याङको चौतारातिर पुग्यो है त, माइती घरतिर पुग्यो। छोरी आउने अनि बाउरा आमाले मिठो मसिनो नखुवाउने भन्ने त कुरै हुँदैन होइन। सायद हजुरहरूको माइत पनि यस्तै होला, मेरो पनि यस्तै छ होइन। अनि मेरो बाउरा आमाले चाहिँ 3 वर्षदेखि नै पालेर राख्नुभएको चिप्पेको भाले थियो, अनि त्यही भालेलाई आज बनाउनु भएछ। अनि म चाहिँ त्यही भएर कुकरमा सिटी लाएर बनाउन लाग्छु एभ्रिवान। मैले चाहिँ तेल हालेर प्याज फ्राई गरेँ, अनि त्यसपछि अब चाहिँ म मासु हाल्दैछु। बुटुङ टुङ 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 लाएर मैले आगो लगाएर अनि कुकरमा मजाले मासु फ्राई गर्दैछु। मेरो मम्मी चाहिँ यतैतिर नुन खोर्सानी पिन्दै हुनुहुन्छ भने म चाहिँ त्यही मासुलाई मजाले फ्राई गरिरहेको छु आगो लाएर। मैले चाहिँ फ्राई गर्दा गर्दै यतिको बनाएँ एभ्रिवान। अब चाहिँ म यसलाई के अरे नुन खोर्सानीहरू हालेँ, मरमसलाहरू हालेँ, टमाटर समटर सबै हालेँ। अब म यसलाई झोल हाल्छु अनि सिटी लगाउँछु। अब मेरो काम भनेको चाहिँ आगो लगाउने हो मुनि होइन। आगो लगाउन नै अल्छी लाग्यो, धुवा आयो, त्यही भएको भएर म चाहिँ अब भित्र गएर बस्छु एकछिन। हेर्नु मेरो लक्की कहाँ जान लागेको नि, मेरो भाइ होमवर्क गर्दैछ। अहिले चाहिँ मजाले पानी परिरहेको छ है हाम्रो घरतिर चाहिँ। यो चाहिँ कहाँ जान लाग्यो भनेको त फेरि फर्केर आएर मेरो छेउमा पुतुलुक्क लाएर बस्छ हो, यस्तो छ यो चाहिँ। अल्छी चाहिँ अल्छी, हात दियो भन्दै दिँदैन, टाइम लाएर कुट्ने मन लाग्छ यसलाई चाहिँ। म चाहिँ लक्कीलाई चलाउँदै तरकारी पनि पाकिहाल्यो होइन। अन्त हेर्नु सक्नुहुन्छ हजुरले कस्तो मिठो देखाएको छ नि होइन। तर किन हो यो धेरै छिपेको भएर होला, खुट्टा चाहिँ टाङराङै देखाएको छ होइन। मेरो मम्मीले चाहिँ धनियाँ काट्दै हुनुहुन्छ। घर माथि हुनुको पनि फाइदा छ कि एभ्रिवान। भात पकाउने बेला पनि तल हेर्न पाइन्छ, खाँदै पनि तल हेर्न पाइन्छ मजाले होइन। भ्युजहरू हेर्दै गाउँलेहरू के गर्दैछ भन्ने हेर्दै हेरी खान पाइन्छ। एनिवे एभ्रिवान, यो चाहिँ मेरो गाउँ हो, हजुरहरूले हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ खानासाना पाकिसक्यो, अब खाने टाइम पनि भयो होइन। त्यही भएर मम्मीले चाहिँ खाना पस्किँदै हुनुहुन्छ भने ड्याडी चाहिँ झ्यालमा बसेर भ्युज हेर्दै हुनुहुन्छ, अनि मैले क्यामेरा त्यसरी चाहिँ ड्याडी मलाई हेर्दै हुनुहुन्छ। आजको मिनी भ्लगले यति नै भयो एभ्रिवान। बाई बाई। लाइक कमेन्ट सेयर गर्दै गर्नु होला।